ल गाइस हेर्नुहोस् आज चाहिँ तपाईँको मोकटेल कसरी बनिन्छ है घरमै मोकटेल कसरी बनाएर खानु सक्छ तपाईँहरूले हैन हेर्न सक्नुहुन्छ है सबैभन्दा पहिला चाहिँ ट्याक्क ग्लासमा तपाईँले हल्का व्हाइट मिसिप लिएर हैन व्हाइट मिसिप हाल्ने यसको बादमा तपाईँले हल्का यो लेमन वाटर घरमा बनाएर यो लेमन वाटर सबै घरमा बनाएर हैन तपाईँले हाल्न सक्नुहुन्छ हल्का लिमिटेड हालेर अन्त यो एप्पल फ्लेभर अब के को दिनुहुन्छ तपाईँले हैन फ्लेभर जे को हाल्दा पनि हुन्छ तपाईँले फ्रुटहरूको यो प्रोमोग्रेनेट भयो तपाईँको एप्पल भयो हैन जे हाल्दा पनि भयो ग्रेप्स हाल्दा पनि भयो हैन यसलाई चाहिँ हल्का यसरी हल्का हल्का यसरी दबाएर चाहिँ यसलाई कसरी बनाउने हेर्नुहोस् अब हल्का एप्पल जुस पनि हुन्छ यसमा हैन एप्पल जुस हाल्ने एप्पल जुस हालेपछि चाहिँ तपाईँको जे को हाल्दा पनि हुन्छ तपाईँले फ्लेभर हैन यो व्हाइट मिसिप हाल्नुहोस् चाहिँ व्हाइट मिसिप हालेपछि तपाईँको अब फेरि हल्का अलिक लेमन वाटर त्यस्तो ज्यादा पनि हैन लेमन वाटर हालेर एप्पल हालिसक्यो अब यसलाई आइस हालेपछि हुन्छ फेरि यो हुन्छ यो यसको चाहिँ राम्रो हुन्छ एकदम व्हाइट मिसिपको चाहिँ तपाईँले मोकटेल घरमा बनाएर यसो अब पुदिनाको फ्लेभर पनि पुदिना हाले पनि भयो तपाईँले धनिया हाले पनि हुन्छ हैन धनिया हाल्नुहोस् पुदिना हाल्नुहोस् जे हाल्दै पनि भयो लेमनको पिल्स हो यो चाहिँ हैन बोक्रा हो यो चाहिँ बोक्रा पनि हालेर तपाईँले गर्न सक्नुहुन्छ यो चाहिँ तपाईँको लेमन वाटर हो यो लेमन वाटर हो यो हैन लेमन वाटर यो स्टेन भएले तपाईँले हैन लास्टमा चाहिँ वाइन मोकटेल बनेपछि चाहिँ तपाईँले यसबाट चालेर हाल्न सक्नुहुन्छ ग्लासमा यो चाहिँ स्पेसलिस्टहरूले मात्रै चलाउँछ तपाईँको यो स्टेनहरू चाहिँ हैन यसका यसमा हालिसकेपछि अब हुन्छ यसलाई रियल जुस भयो हैन एप्पलको रियल जुस भयो त्यसमा त ग्रेप्स हाल्दा पनि हुन्छ तपाईँले फ्लेभर यो ग्रिन एप्पल जे हाल्दा पनि अब तपाईँले एप्पल ग्रेप्स जे फ्रुटको बनाउँदा पनि भयो तपाईँले अब हैन यस्तो हुन्छ यो क्युकम्बरको पनि राम्रो हुन्छ क्युकम्बरको तपाईँको गार्निसिङहरूको लागि हैन गार्निसिङको लागि राम्रो हुन्छ तपाईँले लास्टमा देख्नुहुन्छ कसरी गार्निसिङ गर्छ भनेर तपाईँले क्युकम्बरको पनि चाहिँ एप्पल हाल्यो हैन एप्पलको रियल जुस हालेपछि को बादमा हुन्छ तपाईँको अब व्हाइट मिसिप हाल्छ हैन त्यसको बादमा हुन्छ अब मिक्स एकछिनपछि तपाईँको मिक्स हुन्छ मिक्स भएपछि आइस हाल्ने त्यसमा मिक्स गर्नुपर्छ यसलाई पुरा यसले मिक्स कसरी गर्छ तपाईँले हेर्नुहोस् अब यसलाई कसरी सेक गर्छ हेर्नुहोस् अब आइस हाल्दैछ हैन अब आइस निकाल्दैछ हाम्रो कान्छीले आइस निकाल्दैछ अब यहाँबाट हो आइस निकाल्यो आइस निकालिसकेको छ
आइस पनि रेडी छ होइन। अब आइस हालेपछि ब्रोले आइस हाल्यो। अब यसको बादमा अब सेक कसरी गर्छ, अब सेक गरेको तरिका हेर्नुहोस्। अब सेक कसरी हुन्छ यहाँ सेक गर्नेको तरिका चाहिँ यो चाहिँ हामीले चाहिँ अलिक गर्न साह्रै पर्छ जस्तो छ यो सेक। अब तपाईँको यहाँ कोकटेल भइसकेको छ। मोकटेल कोकटेल जे भन्दा पनि भयो तपाईँ। अब हेर्नुहोस् यहाँ मोकटेल बनिसकेको छ, रेडी छ। यसको बादमा यसलाई फेरि अब अझै राम्रो बनिनुको लागि तपाईँको गार्निसिङ गर्नु जरुरी हुन्छ। गार्निसिङ कस्तो हुन्छ, अब ग्रिन एप्पलको गार्निसिङ हेर्दै जानुहोस्। ग्रिन एप्पलको गार्निसिङ हुन्छ अब यहाँ चाहिँ ल हेर्दै जानुहोस्, देख्दै जानुहुन्छ। अहिले ग्रिन एप्पल भयो, तपाईँको ग्रेप्सको गार्निसिङ हुन्छ। यसको बादमा क्युकम्बरको गार्निसिङ हुन्छ, हेर्दै जानुहोस्। अन्त वाटरमेलनको पनि गार्निसिङ हुन्छ। यो मोकटेल चाहिँ मेरो बर्थडेमा स्पेसियल मेरो ब्रदरले डेलिकेट गरेको मलाई है। यो मोकटेल चाहिँ हेर्दै जानुहोस्। अहिले लास्टमा यो ग्रिन एप्पलको टक्क गार्निसिङ ग्रिन एप्पलले गरेको। अब यसमा हुन्छ यो पनि बनिसकेको छ। यो छ तपाईँको अब यसमा हुन्छ गार्निसिङ, ग्रेप्सको गार्निसिङ हुन्छ। अब हेर्दै जानुहोस्, ग्रेप्सको गार्निसिङ हुन्छ यसमा। ग्रेप्सले हल्का गार्निसिङ गर्दैछ होइन, गरिदिइसकेको छ। यो चाहिँ हेर्नुहोस् दुईवटा बनिसकेको छ, अझै बनिन्छ। अहिले रेडी बनिसकेको यो पुरा लेमन भयो, वाटरमेलन भयो, एप्पल भयो, क्युकम्बर